सम्पूर्णलाई नमस्कार। म पोल्सन काफ्लेको तर्फबाट तपाईं यतिखेर हेर्दै हुनुहुन्छ आइके जापानी ल्याङ्ग्वेजको युट्युब च्यानल। आज तपाईले मेरो साइडमा दुईजना भाइहरू देखिसक्नु भएको छ। आजको भिडियो के कस्तो भिडियो होला भन्ने तपाईलाई लाग्यो होला। कृपया अन्तिमसम्म हाम्रो यो भिडियो हेरी हामीलाई साथ दिनु होला। यदि अहिलेसम्म तपाईले यो आइके जापानी ल्याङ्ग्वेजलाई सब्स्क्राइब गर्नुभएको छैन भने कृपया हाम्रो यो च्यानललाई सब्स्क्राइब गरी नजिकै रहेको बेल आइकनलाई पनि दबाउन नभुल्नु होला। आज मेरो साथमा हुनुहुन्छ दुईजना भाइहरू। अब भाइहरूको परिचय भाइहरूले दिनुहुनेछ। म भाइहरूसँग परिचय दिन गइरहेको छु। भाइ तपाईको परिचय? नमस्कार, मेरो नाम आयुष भण्डारी। भाइ तपाईको परिचय? नमस्कार, मेरो नाम विवेक एसके बोहरा। म जापान आउनुभयो? म स्टुडेन्ट भिजामा जापान आएको हो। तपाई? म पनि स्टुडेन्ट भिजामा नै। तपाई जापान आइसकेपछि तपाईलाई जापान कस्तो लाग्यो? जापान नेपालमा सोचे भन्दा धेरै फरक छ। धेरै फरक छ। जस्तो के कुरामा फरक छ? नेपाल उता गएर काम पाइन्छ, स्कुलले खोजिदिन्छ, जाने बित्तिकै कमाइन्छ, ऋण तिरिन्छ भन्ने हुन्छ। तर आएपछि कामको लागि समय लाग्छ, बिस्तारै हुँदो रहेछ। सबै भोगाइ अनुसार फरक पर्दैछ। ओके, तपाईलाई कस्तो लाग्यो जापान? मलाई ठिकै छ, राम्रै छ। राम्रै छ, ठिकै छ हैन? कामको बारेमा के भन्न चाहनुहुन्छ? कामको बारेमा यहाँ आइसकेपछि 1.5 महिनापछि बल्ल पाएको हो काम। 1.5 महिनापछि पाउनु? नेपालमा चाहिँ सुन्दा फेरि चाहिँ चाँडै पाउँछ यताउति भन्ने थियो। त्यो ल्याङ्ग्वेजमा भर पर्ने रहेछ। ल्याङ्ग्वेजमै भर पर्छ। ल्याङ्ग्वेजमै भर पर्छ। ठिकै छ। अनि अहिले खास मैले तपाईलाई सोध्न खोजेको के चाहिँ छ भन्दा सम्पूर्ण हेर्ने दर्शकहरूलाई पनि यो मैले जानकारी गराउन चाहन्छु। अहिले जापान आउने स्टुडेन्ट भिसामा जापान आउने विद्यार्थीहरू धेरैजना काम पाइन भनेर आउने बित्तिकै काम खोज्ने हैन, अनि काम पाइन, कलेजले काम लगाइदिएन भन्ने, अनि कतिजना विद्यार्थीहरूले त घरबाट आउँदाखेरि ऋण पनि लाएर आएको हुन्छ, अनि सुसाइडहरू गर्ने, अनि त्यसलाई अलिकति सहनशीलता नभएर आफ्नो त एकदम भनौँ न एउटा जापानमा अब अलिकति दुःख छ, पक्कै सबैलाई थाहा भएकै कुरा हो। अलिकति सङ्घर्ष गर्न नसकेर चाँडै चाहिँ नि हार खाएर, जिन्दगीदेखि हार खाएर सुसाइड गरेका केसहरू पनि धेरै आएका छन्। यो केसमा तपाईँहरू के भन्न चाहनुहुन्छ? जस्तो जापान आएर काम नपाएर हैन, अब एकदम मन सानो गरेर बस्नुभएको अथवा सुसाइड गर्ने स्थितिमा पुग्नुभएको विद्यार्थीहरूलाई तपाईँले के सजेसन दिन चाहनुहुन्छ? सबैभन्दा पहिला भन्नुपर्दा त जापान हामी स्टुडेन्ट भिजामा आइसकेपछि यहाँ पढ्नु भनेर आउने हो। यो गएकोले नै काम लगाइदिन्छ, गएको काम भयो म कमाउँछु भन्ने हुँदैन। बिस्तारै आफ्नो भाषा जुन अनुसारको छ त्यही अनुसार अब काम बिस्तारै हुन्छ। भाइलाई कस्तो लाग्छ? हजुर, वहीँबाट आउँदा फेरि नै प्रिपेयर भएर आए हुन्छ। माइन्ड प्रिपेयर गरेर आउनु। गएकोले चाहिँ कुनै पनि कामहरू चाहिँ खोज्दैन। अब भित्र चाहिँ अब नेपाली सेन्सेहरू हुनुहुन्छ नि त, उहाँहरूले 1-2टालाई उहाँले पनि सक्ने, एकजनाले सबैलाई चाहिँ पोसिबल छैन। त्यही भएर त्यो चाहिँ पहिले माइन्ड प्रिपेयर भएर चाहिँ आउनु होला। पढ्नको लागि आइसकेपछि काम भनेपछि चाहिँ ढिलो चाँडो हुन्छ। सबैभन्दा पहिला पढ्न भने स्टुडेन्ट भिसामा आइसकेपछि काम भनेको हाम्रो कस्तो भन्दाखेरि भाषा राम्रो भयो भने काम पाउने हो। अनि कामको लागि वेट गर्न पर्छ। यहाँ कसैले पनि अब तुरुन्तै आजको भोलि नै काम लगाइदिइहाल्ने भन्ने हुँदैन। अलिकति भाग्यमा पनि कुरा हुन्छ हैन, अनि आफूले मेहनत पनि गर्न पर्यो। तपाईले 1.5 महिनासम्म आएर काम पाइन भन्नुभयो। 1.5 महिनासम्म तपाईको मनमा कस्ता कुराहरू खेले हैन? तपाईले त्यो बेलामा तपाईलाई कस्तो भएको थियो? केही अलिकति शेयर गरिदिनुस्। 1.5 महिनासम्म काम नपाउँदा चाहिँ त्यही हो कन्सेप्ट भनेको। अब ऋणै काटेर आउने हो सबै नेपाली। अब यता उता नेपालमा ब्याज बढ्दैछ हैन, अनि यता चाहिँ काम नपाइदिँदा अलिक गाह्रो भएको थियो। अब म चाहिँ अलिक प्रिपेयरै भएर आएको थिएँ। त्यो भएर चाहिँ त्यस्तो थर्डहरू त आएन, तर कतिपय घटनाहरू चाहिँ घटिरहेछ। त्यो चाहिँ मूर्खता जो भन्छु म चाहिँ। मूर्खता हो। ढिलो चाँडो चाहिँ हुन्छ, नातिनु होला। ओके, तपाईँ के भन्न चाहनुहुन्छ? तपाईले कति समयपछि काम पाउनुभयो? मैले भन्नुपर्दा 1 महिनापछि। 1 महिनापछि? 1 महिनासम्ममा तपाईले काम नपाउँदा तपाईको मनमा कस्ता कुराहरू खेलेका थिए, अथवा त्यो क्षणमा तपाईको दिमागमा कस्ता कुराहरू खेलेका थिए? तपाईले आफूले केही शेयर गर्न सक्नुहुन्छ? 1 महिना जति त मलाई अब तपाईँ पहिले राम्रोसँग काउन्सिलिङ गर्नुभएको थियो र अनि मलाई 1-1.5 महिना काम पाउँदैन भन्ने प्रिपेयर गराउनु भएको थियो र त्यस्तो गाह्रो चाहिँ भएन भनौँ। दर्शकबिनहरू, तपाईहरुले भाइहरुको अनुभव सुनिसक्नु भएको छ। जापानमा नेपालबाट कयौं अब सबै इन्स्टिट्युटले त्यस्तो गर्दैनन्। कुनै इन्स्टिट्युटले के भन्छ भन्दा कलेजले काम लगाइन्छ, जापान जाने बित्तिकै काम लगाइन्छ, 1 हप्तामा काम लगाइन्छ, 2 हप्तामा काम लगाइन्छ भनेर भने तापनि अब विद्यार्थीहरूलाई यहाँ आउने बित्तिकै जापानमा फ्याट्टा आजको भोलि काम चाहिँ लगाइदिँदा
अब पहिला सबैभन्दा पहिला अब कार्डहरू बन्नु पर्यो होइन, अब आफ्नो कागजपत्रहरू बन्नु पर्यो। अनि त्यसपछि कागजपत्रहरू बनिसकेपछि अब काम ठाउँ कुनै कलेजले काम लगाइन्छ आफै सोकाइ गरिदिन्छ, नभए भने काम आफै खोज्ने हो, सेम्पाई मार्फत काम खोज्ने हो होइन। तपाईँले काम खोज्दाखेरि सेम्पाई मार्फत खोज्नुभयो या तपाईँ आफैले खोज्नुभयो, कसरी काम भेट्नुभयो तपाईँले? मैले काम खोज्न लागि सेम्पाईहरू पनि भने, तर सेम्पाईहरूको भर परेर बस्दा चाहिँ त्यति नहुँदो रहेछ। मैले चाहिँ यसो अब चिनेको मान्छेहरू सोध्दै हाकिम दाईहरूलाई भनेर हुने गरेर बल्ल भएको। तपाईँले कसरी काम पाउनुभयो? मेरो चाहिँ सुरुको काम दाईहरूकै सिकाइबाट भएको। पक्कै पनि जापानमा सबैभन्दा ठुलो कुरो भनेको काम पाउने भनेको, जस्तो जापानमा मेरो मान्छे छ उसले लाइन्छ भन्दा पनि तपाईँले काम गरिरहेका, जस्तो यामातो खाइसाहरू होइन, विभिन्न सुपाहरू विभिन्न खाइसाहरूमा काम गरेका सेम्पाईहरूलाई चाहिँ नि तपाईँले उनेगाई गर्नु भने त्यहाँ चाहिँ सेउकाई गरिसकेपछि उनीहरूले सेउकाई गरेपछि काममा छिर्न सजिलो हुन्छ। अनि त्यसपछि तपाईँको कुनै कुनै कलेजले काम लगाइन्छ, यदि काम पाएन कलेजमा पनि भनिरहनु पर्यो होइन। अनि त्यसपछि यहाँ हाकेन, भाइले हाकेन भन्नुभयो, हाकेन भनेको एउटा जापानको जब लिङ्क, काम लगाइदिने होइन, एउटा एजेन्ट जस्तो हो। तपाईँले काम पाउनु भने नजिकका हाकेनहरूलाई कन्ट्याक्ट गर्नुभयो, हाकेनमा गएर फर्मसम भर्नुभयो भने हाकेनले तपाईँको टाइम अनुसारको काम लगाइन्छ। तर काम ढिलो चाँडो हुनसक्छ, तर काम चाहिँ पक्कै ढिलो चाँडो भए पनि काम लाग्छ। अब जो काम पाइन भनेर सुसाइड गर्ने, जो अहिले कति भाइ बहिनीले सुसाइड गर्नुपर्छ, त्यो सुसाइड गर्नेलाई तपाईँ के भन्न चाहनुहुन्छ अनि कस्तो सजेसन दिनुहुन्छ? सुसाइड गर्नु त मूर्खता नै भन्छु म चाहिँ। अब मानिसको जीवन यति अमूल्य छ, त्यसलाई त्यति दबाबमा आएर किन फाल्नु भन्ने लाग्छ मलाई चाहिँ। काम चाहिँ ढिलो चाँडो हुन्छ, जिन्दगी लामो छ, पैसा बिस्तारै बिस्तारै कमाइन्छ, सबै हुन्छ, सबै एकचोटि हुने होइन। ओके, तपाईँलाई कस्तो लाग्छ जो सुसाइड गर्ने भाइ बहिनी छन् होइन, उनीहरूलाई काम पाइन दुःख भयो भनेर जसले सुसाइड गर्छ, सुसाइड गर्ने भाइ बहिनीहरूलाई तपाईँ के भन्न चाहनुहुन्छ? सुसाइड भनेर चाहिँ त्यो थर्डै नराख्दा हुन्छ होइन। अब त्यही हो, बिस्तारै हुन्छ सबै कुराहरू बिस्तारै हुन्छ। जे हुन्छ राम्रैको लागि हुन्छ भने चाहिँ केही समय वेट गर्न सक्नुपर्छ। अब तपाईँहरूले भाइहरूको अनुभव सुनिसक्नुभएको छ, भाइहरू खुसी हुनुहुन्छ होइन, अब आफ्नो जीवन चलाइरहनु भएको छ, जापानमा खुसी हुनुहुन्छ, आफ्नो अध्ययनलाई पनि अगाडि लैरहनु भएको छ। तर जापान आइसकेपछि तुरुन्तै काम पाइहाल्छु भनेर सोच्नु अलिकति हो। अब तपाईँहरूले सेम्पाईहरूलाई दायाँ बायाँ काम गरेकालाई होइन, अब कामको लागि उनेगाई त गर्नै पर्छ होइन। अनि यदि तपाईँहरूलाई त्यस्तो गाह्रो भयो भनेदेखि अब हामीलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ, हामीले पनि आफ्नो सक्दो सहयोगहरू अब धेरै विद्यार्थीलाई हामीले गरिएको पनि छ। अब मैले भन्यो भने कतिपय विद्यार्थीहरू सुसाइड गर्न अन्तिम स्थितिमा पुगेको विद्यार्थीहरूले मलाई कुरा सुनाउँदाखेरि मैले कति स्टुडेन्टलाई अब आर्थिक रूपमा सहयोग पनि गरेको छु होइन। अब जस्तो मैले नेपालबाट लिएर आएको पैसा सिद्धिसक्यो, अब खाने पैसा छैन, ट्रेन चढ्ने पैसा छैन भन्यो भने ठिकै छ, अब धेरै नसके पनि 1 मान 2 मान अब कमाएपछि तिर्नु ल भनेर चाहिँ नि हामीले पनि सहयोग गरेका छौँ होइन। अब तपाईँहरूले दुःख सेयर गर्नुभयो भने तपाईँहरूको दुःखलाई बुझेर हामीले आफूले सहयोग पनि गरिन्छ। त्यस कारणले अब जो सुसाइड गर्ने निर्णय लिनुभएको भाइ बहिनीहरू हुनुहुन्छ, यो भिडियो राम्रोसँग हेर्नु होला। तपाईँहरू जापान आउन चाहिरहनु भएको छ भने सबैभन्दा पहिला नेपालमा कसेर पढ्नुहोस् होइन। म फेरि भाइसँग सोध्छु, जापान अहिले नेपालबाट जापान आउनलाई बस्नुभएको भाइ बहिनीहरूले धेरैले सिओई आएपछि पढौँला अथवा सिओई आएपछि पढ्ने हो, सिओई नआएपछि जापान गइएन भने किन दुःख गर्ने भन्ने जस्तो सोच राखेको भेटिन्छ। त्यो कुरालाई तपाईँ के भन्न चाहनुहुन्छ? सिओई आएपछि पढ्छु भनेर त अब सिओई आएपछि बिएफएस गर्नु पर्यो, एनओसीलाई गर्नु पर्यो, गर्दा गर्दै टाइम कतिखेर जान्छ थाहा नै हुँदैन। त्योभन्दा पहिला बेस राम्रो बनायो भने चाहिँ जापान आएर सजिलो हुन्छ, नत्र कामहरू पाउन दुःख हुने, गालीहरू सुन्न पर्ने, धेरै कुरा हुन्छ। तपाईँलाई कस्तो लाग्छ? त्यसको बेस्ट इक्जाम्पल त म आफै हो। मैले नि त्यही सोचेको थिएँ, सिओई पछि चाहिँ पढ्छु, सिओई पछि चाहिँ टाइमै पाउँदैन टाइम। अनि रको अलिअलि टाइम हुन्छ, त्यो पनि एक्साइटेड हुन्छ अब जाने भन्ने फर्स्टमा, अनि टाइम हुँदैन। जति पढ्ने सिओई भन्दा अगाडि चाहिँ पढेर आउनु होला। भनेको मतलब नेपालबाटै तपाईँ यदि नेपालबाटै आउनु भने सामान्य खाइवा गर्न सक्ने, बोलीचाली गर्न सक्ने हुनु भएर आउनुभयो भने तपाईँलाई यहाँ आएर काम खोज्न पनि सजिलो हुन्छ। अनि तपाईँको यहाँ प्रत्येक ठाउँमा काम लिँदाखेरि इन्टरभ्यू लिन्छ, त्यो इन्टरभ्यूमा तपाईँ बोल्नै सक्नु भएन भने तपाईँ जतिवटा कम्पनीमा गएर काम खोजे पनि तपाईँले काम पाउन अलिकति गाह्रो हुन्छ होइन। अब सबै काममा इन्टरभ्यू नै एकदम आवश्यक छ भन्ने त हुँदैन, कहीँ सेउकाइबाट पनि हुन्छ। तर पनि तपाईँ आफू पर्फेक्ट भएर आउनु भने तपाईँ ट्रेनहरू चढ्दा होइन, जापानको नेपालभन्दा अलिकति फरक भएको कारणले गर्दा हरेक ठाउँमा तपाईँले बोल्दाखेरि अब जापानिज ल्याङ्ग्वेजमा अलिकति स्ट्रङ हुनुहुन्छ भने तपाईँलाई जापान आइसकेपछि त्यस्तो कठिनाइ हुँदैन जस्तो लाग्छ है। अब तपाईँलाई यदि त्यस्तो गाह्रो भएको छ भने
तपाईँले सेयर गर्न सक्नुहुन्छ। हाम्रो यो युट्युब च्यानलमा हाम्रो WhatsApp नम्बर पनि छ। यो WhatsApp नम्बरमा तपाईँले हामीलाई कल गर्नु भने हामीले चाहिँ तपाईँसँग संवाद गर्न सक्छौँ। के भन्नुहुन्छ अन्तिममा? अन्तिममा अब जापान आउन पनि जसले सोच गर्दै हुनुहुन्छ नेपालमै हुँदा राम्रोसँग तयारी गर्नु होला, भाषा राम्रो बनाउनु। अब कन्सल्टेन्सीमै काउन्सिलिङ गरेको भरमा चाहिँ नआउनु होला, आफूले पनि थोरै अनुसन्धान गर्नु, जान्ने बुझ्ने कोही छ सोध्नु, माइन्ड प्रिपेयर भएर आउनु होला। भाइले के भन्न चाहनुहुन्छ? हजुर सेम प्रिपेयर भएर आउनु होला, कन्सल्टेन्सीकै भरमा चाहिँ नआउनु होला, ल्याङ्ग्वेज चाहिँ राम्रो बनाएर आउनु होला। ओके, ल हस् त, धन्यवाद, नमस्कार।